ओए सुमे तर त्यो के रे तामाङनीहरुको त पुती ठुलो हुँदो रहेछ है मेरो त सानो छ त हैन हैन पुतीको पुवाल त सानै हुन्छ त्यो माथि दिन्छ नि यो निधार कस्तो ढ्याब्ले हुन्छ यत्रो ठुलो हुन्छ तामाङहरुको तर पुवाल चाहिँ फेरि सानो अनि त्यो बाहुन क्षेत्रीहरुले चाहिँ त्यो चिक्नको लागि त्यो डिलमा चप्किदो रहेछ नि त उनीहरुको अनि आराम दिउँदो रहेछ त्यही भएर तामाङनी भनेपछि भुतुक्कै मासले भुतुक्कै किन भनेको त तामाङनीको पुतीले तान्छ रे लाडो अनि भनेको कसरी तान्छ हो भनेको हैन चपक चपक तान्छ कसरी चाहिँ तान्छ भनेको त्यो डिलले एकदम तान्छ रे होला सायद होला हैन के हो मासले कतै ल अब भनेपछि फ्राइडे जान्छु अनि अहिले ऐनामा हेर त तेरो पुतीको डिल कत्रो छ मोटो भक्क छ क्या त्यही त भनेको अनि फेरि पुती सानो हुन्छ अनि त्यो डिलले चाहिँ बाहिरको टिसी चाहिँ देख्दैन हैन माथिको टिसी चाहिँ बाहिर निस्केको छैन तर भक्क छ क्या मेरो चाहिँ केही देख्दैन त्यो भक्कु त्यो डिल मात्र देख्छ पुतीको पुवाल सबै छोपेको टिसी नै बाहिर आइराखेको हुन्छ कोहीको त त्यो त पातली मान्छेको पो आउँछ त नि पातली मान्छेको यत्रो लामो टिसी हुन्छ बाहिर आइराखेको हुन्छ कोही कति नराम्रो त्यो पातली मान्छेको हो के पागल नि लाटी त्यो पातल केटीको अब त्यो छालाले अब छाला त्यो पातल हुन्छ नि त हाम्रो पो छाला पातलो भएर छोपिन्छ भनेर नि हाम्रो अलि छोटै हुन्छ क्या त्यो पातली केटीहरुको चाहिँ पातली केटीको त त्यो तल कान पनि ल्याफ्र्याक्कै यस्तो हुन्छ त त्यो गङ्गुको तैँले कसरी बेरेको बेरेको जस्तो के है पुरै यस्तो के पुरै जेललेको अनि हो त्यो पातली केटीको त्यस्तो हुन्छ माछा यति कुरो जानेर तर कोहीको चाहिँ पुती चाहिँ यति लामो अनि टिसी नै बाहिर आएको अनि फ्याँक पुरै यस्तो फ्याँक्या भित्र चलाइदिने गरेर देख्ने खालको हुन्छ त्यसो घिनलाग्दो तर हाम्रो चाहिँ त लास्टै राम्रो हो माछा भुक्कै पाउरो देख्दैन क्या पुरै छोपिन्छ हैन हातले फटाउनु पर्छ भित्रको पाउरोटी हो हाम्रो भनेको भुक्के पाउरोटी यो केटा हो हैन यो तामाङहरुलाई थाहा हुन्छ आफ्नो बुढीको पुती कस्तो हुन्छ भनेर अनि यिनीहरुले थाहा हुन्छ कि तामाङनीहरुको पुती कस्तो हुन्छ भनेर जसले तामाङनीलाई चिकेछ अनि त्यसलाई थाहा हुन्छ कि कस्तो चिन्छ यार तामाङनीको पुती यार भोबाल हुन्छ यार कस्तो चिक्न पाए भने आकेछ भनेर यस्तो कुरा गरेर हिँड्छ रोन्डाहरु सही हो कि जसले चिकेछ त्यसलाई थाहा हुन्छ के तामाङनीको पुतीको बिल्ला रे माछकी बिल्ला माछेरको चिकेको छ तैले माछ सही कुरा गरेको बिल्ला गरेछन ल सही भनेको सही हैन अनुभव कुरा चाहिँ भनेको है अब त्यो लाज लागेर हो भन्दैछ फेरि के भयो के पनि भएको छैन हामी यतिकै चर्चा गरेको हो हाम्रो यस्तै छ जिन्दगानी अब के गर्ने हैन दिनभरि डुल्छु भनेर काम गर्छु बेलुका थकाइ लागेपछि अलिअलि सानोतिनो कुरा भइहाल्छ कि कसो केटी हैन हो सही हो मन पर्ने बस्ने मन नपर्ने जाने हाम्रो लाइफबाट त्यो एउटा केटाले चिकेकै रहेछ दामी हुन्छ अरे हो सही हो मेरो नाम त लाडो राख्ने के को राख्छ पुती मार्चिकले थाइल्यान्डमा गएर मैले लाडो बनाए भने नि हैन पुती फालेर लाडो बनाए भने कस्तो यस्तो चिक्छु कि मार्चिकने आइया भनेर चिक्छु कसलाई चिक्ने सानो तिनो लाडो बनाउँदिन फेरि माछाले एकदम चाहिँ ठुलो हैन लामो एक लड हान्ने बित्तिकै माछाले बक्कै जाने गरेर बनाइदिन्छ यो सब दुनियाँलाई चिक्छु सबैलाई चिक सबलाई चिक नछोड्ला सरापे छ माछिक्ने चिक जसले फुटी जसले फुटी भन्छ त्यसको चाकचिक ठुलो बनाउनु हो देखाउन अरे अब तेरो दूध भन्छ हेरे माछाले तेरो दूध देखिरहेछ हेर त दूध आम्मा ओए दूधको मुनि एउटा पनि लाम्सो रहेछ हेर त कति मोटा छ हो रहेछ माछाले
यति धेरै मोटा छ म केटा बनेर देखाउँछु के यही लाइफ बनाएर सबै देख्यो कस्तो पेन्टी लाखाला भन्दा कस्तो पेन्टी लाखा भन्दा मम्मी कसम पेन्टी देखेछ माथि चिक्ने अलि माथि गोर क्यामेरा ए केटाहरू बौलायो रातो पेन्टी लाखा रे अनि रातो रातो पाराको देखेको थियो हो र भन्छ अब त्यो आफैलाई थाहा छैन कुन पेन्टी लाग्यो भनेर म रातै हो के सबै देखिने गरेर कसरी बस्ने त्यो होइन त्यो माथिको होइन अघि त तलको सबै देखेको हेर्नमा ऐ च्यापा के गर्छ यो केटीले हो ल नाच अब अहे गर्दा फन गरेर नाच त उफ्रिन चाइट 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 सम्झ हेर्न फेरि हेर्न बस्ने ढङ्गै छैन बसाइ ठिक छैन यो केटीको बसाइ नै ठिक छैन अहिले ठिक छ पुरै छोपिदिएको तेरो केटा उता गर है पुरै छोपि हेर माथि ल ल ल ठिक छ ल सुरुवाल लगाएर आएर फ्या गरेर बस बरु मासाले त्यो त भयो सुरुवाल अस्तिको त सुरुवाल लगाएर आइज सुरुवाल प्यान्ट जे भयो भने अहिले त्यो फेरि उठ्ने बित्तिकै चाक देख्छ उठ्यो भने चाक देख्छ क्या चाक देख्यो भने छोलोस् न त कोही कोही मान्छेहरू बिचारा मर्न लाग्छ नदेखेर कहाँ पुग्छ के हान्यो भने टिकटकले चाहिँ हान्यो भने त पल्लो भित्तामा पुग्छ ए हान्दैन हो ठिक पुरै छवि खाऊ यो फिटम्यान भन्ने मान्छेले फ्याकेले कालो पुती भन्ने गर्छ चिक्ने पुती मैले अब पुती काटेर म लाडो बनाउँदैछु है मान्छे यस्तो चिक्छु मान्छे नि कमेन्ट गर्ने केटाहरू सबैलाई चिकेर गर्भवती बनाइदिन्छु चाक चिक न चाक घुप्टो पारेर मेरो चाक पनि बस्दैन के मासर कस्तो दुख्छ पो त बेडमा जाऊँ भन्यो भने निन्द्रा लाग्छ ठीक है दाजी हुआ गाला कर्मा ठीक दाजी गाला कर्मा चियाकोले जाबो न मला जब मु बगी चिक्ने आबा आमजेलसँग त एकदम बोमाजी मुला कान्छाजी दाजी ऐसे सबला म आऊ रे आऊ तामाङ कुरा पनि बुझ्छ कि मलाई के भन्दा गए अघि विल्सनले यस्तो रिस उठ्यो त्यसको लाइफमा गएको त रिस हो के भन्यो दुबईको र खेल के भन्दै थियो यार कस्तो छाडेको भाइ आज कसम त्यस्तो भनेको थियो मलाई अघि अनि म रक्सी खान्छ त्यही भएर म आएको अनि त्यस्तो भन्दा थियो होइन यस्तो रिस उठ्यो मलाई त होइन भने होइन भन्छ के मलाई त अनि उसले पनि अनि भोला पनि त्यहीमा भोला उसलाई ठोक्दा विल्सनलाई भन्दा उल्टै मलाई ठोक्छ भनेको रिस उठेर मलाई रक्सी खान्छ तिनीहरूले छोड्दे त्यस्तै हो टाइममा बोलाउँछ क्या अनि के भन्छ भिसी गरेको रेकर्ड छ मलाई कोसँग भिसी गरेको भन्दा को नाम ग्रुप रिजा केडी गर्दै आथान मङ्सिला जिबिया थेनी गर्दै चिला बसुस मात्र हामीलाई रन्डिरे पेसिया रे अनि पो त हाम्रै दुध हेरेर छोलेर बस्छ माछी उल्टै हामीलाई रन्डी बेच्दै भन्छ है माछी मेरो त मुन्टा दुखेर कस्तो भइसक्यो यार किन खै किन दुख्छ मिन्स हुनलाई हो कि दुधको मुन्टा दुखेर जरा के भयो फेरि यसलाई प्रोफाइल हेर्न नजा के नै म त्यो ढोका बन्द गर्नु छ यहाँ मेसेज आयो ढोका बन्द हेर्न फेरि यसको हिँडै ठिक छैन फेरि
छैन मायाले अनिता राखेर आएछ। छैन माया दिदी पनि काम छैन रहेछ। अझसम्म कतिजनालाई चाक देखायो छैन माया दिदीले। डोना मेरो डोना आयो, मेरो कान्छा, मेरो बाबा आउनुभयो। ए राम्रोसँग बस्न माछाले। दुईजनै तामाङ हो माछिकने, एउटा मोक्तान एउटा गोले। ला जसले मुनिगन हान्छ त्यसलाई माथि तान्छ माछिकने, नत्र डबल ट्याप गरेर बस माछाले। जसले मुनिगन हान्छ त्यही माथि आउँछ। च्या कालो पुती कालै भए पनि निलै भए पनि तेरो आमाको त टाँसेर आएको छैन नि माछाले गधा। गोले चाहिँ को हो अरे? गोले म गोले त्यो मुक्तान खै ए ल ल ल ठिक छ माछा नदेखा पुतीतिर हो। अनि देखेको गर्छ त। अनि के छ कि कालो छ रे मेरो त मेरो त मैले रातो पेन्टी लगाएको होइन देखेको रहेछ भाइ तिमीले। अनि त्यही भिडियो लगाएको अनि पुरै केटाहरू सबै तर्स्यो मान्छे पुतीले साँच्ची। कोले छोल्यो भन्छ भयो म्याक कमेन्ट गर्छ तलतिर। तँलाई बाउले चिकेको अरे? तँलाई तेरो आमालाई चिकेको चिक्ने होइन, यसले आमालाई चिकेको। त्यही त यसले आमालाई होइन, आमाले यसलाई चिकेको। त्यस्तो माथि चढेर चिकेको नि। अब ऊ तल थापेर माथिबाट कच्चा दिएको नि। अब गोलेको पुती त कालो छ हो, गङ्गुको जस्तो रे माछिक्ने, रन्डीको बानमा हाचिक्ने। यो निधार छ नि, यो निधार जस्तै सेतो छ तल चाहिँ। अब त्यो पुती चाहिँ अब कालै होइन के पुती चाहिँ कालो छ, पुती चाहिँ सेतो छ।